बालेन सरकारले भन्सारमा कडाई गरेपछि स्थानीय कृषकले उत्पादन गरेको तरकारी किन्नेको भिड आधा घण्टामै खाली हुन्छ मिनी ट्रक भरिको तरकारी। किसानहरू खुसी हुँदै भन्छन् सधैँ यस्तै अवस्था रहे किन विदेश जानु। एकदमै राइट डिसिजन। यदि कालीमाटीमा बिग्ने तरकारीको आधी मात्रै किसानले पाउने हो भने म नेपाल फर्किन तयार छु के। भोलि नै नेपाल फर्किन तयार छु क्या। मलाई बस्नु छैन गुलामी गरेर अर्काको देशमा, यदि किसानले पाउँछ भने। अनि हामीले चाहिँ त्यत्रो वर्ष भइसक्यो तरकारी खेती गरिरहेको, त्यही तरकारी बेचेर बिचौलियाहरूले चाहिँ 8 तले 9 तले घर बनाइसक्यो। अनि हामी चाहिँ जहिले पनि त्यही पानी चुइने जस्ताको छानामुनि बस्नुपर्ने जहिले। अब बिचौलियाहरूलाई पनि हटाउनुपर्छ र किसानले उत्पादन गरेको उपभोक्तालाई चाहिँ डाइरेक्टली उपभोग गर्ने कानुन आउनु पर्यो। अब झोली चिक्नेहरू अब मादर विरोध गर्ने सरकारको हर्कबाद विरोध गर्छ अझै सरकारको। चुप लागेर सरकारलाई चाहिँ राम्रो काम गर्न देऊ।